मेरो नाम दीपक श्रेष्ठ, ओखलढुङ्गा जिल्ला मोलङ गाउँपालिका 2 रामपुर। कहिलेदेखि तपाईँ यो व्यवसायमा लाग्नु भएको? म विगत 7 वर्षदेखि चाहिँ यो व्यवसायमा लागिरहेको छु। कुन कुन ठाउँ जान्छ तपाईँको गाडी? मेरो गाडी ओखलढुङ्गा, प्राय ओखलढुङ्गा रामपुरै हो हुन त। म आफ्नो व्यवसाय पनि भएकोले डेरी गर्छु। हजुर, डेरी व्यवसाय गरेकोले गर्दा टाढो त्यति जाँदिनँ। जहाँ त गए पनि बेलुका जसरी आउनु पर्यो, बिहान अब किसानहरूको दुध उठाउनु पर्ने हुन्छ। अनि त्यसो त यो ठाउँको समस्या तपाईँ के देख्नुहुन्छ? सबैतिर ट्र्याक चाहिँ खोलेको छ, तर त्यो व्यवस्थित भएको छैन। खाल्डा खुल्टीहरू अब बिग्रेर ठाउँ बिग्रिरहेका छन्। बर्खाले भत्किरहेको छ। अब यही ओखलढुङ्गा रामपुरको सडक भन्नुपर्दाखेरि अब स्थानीय उसले पनि नहेर्ने, अनि उता सडक बेल नहेर्ने, अब नालीहरू बिग्रै छ। अब पहिरोहरू लडिरहेका छन्। खाल्डा खुल्टी जस्ताको तस्तै छ। यहाँ चुनाव जितेर आउने प्रतिनिधिहरूले त्यो के चासो देखाउनुहुन्न? खै अहिलेसम्म यही बाटो हिँडिरहनु भएको छ। खोइ कसैले गरेको देखेको छैन। खाल्डा खुल्टी बर्खामा भएको त्यस्तै छ। अब नाली सफा गर्नुभयो भने जेठमा पानी आउँछ, असोजमा सफा गर्नुहुन्छ। अनि त्यो अब खाल्डा खुल्टी पानी जमेको ठाउँमा बिग्रेको छ। नभए यो बाटो 4-5 वर्ष भयो पिच भएको, अहिलेसम्म पानी नजमेको ठाउँमा राम्रै छ, ठिकै छ। पानी जमेको ठाउँमा बिग्रिरहेछ। किन बेला कुन आवश्यकता छ त्यो खाले चाहिने हो। यहाँ त अब कसलाई कतिखेर के झ्वाक चल्छ, अनि त्यो काम गर्छ। फेरि अनि त्यसले गर्न थाल्यो भने अर्कोले यसले गर्ने हो, यसैले गर्ने हो भन्छ। कसैले साथ सहयोग गर्दैन। त्यो खाले चाहिँ यहाँको प्रवृत्ति नै। अनि नेपाल पार्टीगत कुरा बढी आउँछ यहाँ। तारा चुनाव लिएर अमित बाबु गुरुङ पनि उम्मेदवार हुनुहुन्छ। हजुर, उहाँप्रति के छ हजुरको धारणा? उहाँ राम्रो मान्छे हो, किनभने उहाँले मेरो ठाउँलाई चाहिन्छ, मेरो जिल्लालाई चाहिन्छ, मेरो गाउँलाई चाहिने भने विकास प्रेमी नेता नै हुनुहुन्छ। उहाँ त एकपल्ट चुनाव जितेर पनि आउनुभएको थियो अमित बाबु गुरुङ। उहाँले के काम गर्नुभयो यो ठाउँको लागि? उहाँले राम्रो जस्तै यातायात कार्यालयहरू मेटा ल्याउनु भयो। उहाँ नभएको त्यो आउँदैन पनि थियो होइन। अनि उहाँले जहिले पनि मेरो ठाउँलाई र मेरो गाउँलाई चाहिँ चाहियो होइन, दे भन्ने खालको उहाँको धारणा त्यसरी ल्याउनु पनि हुन्छ, गर्नु पनि हुन्छ। यो ठाउँमा पर्यटकीय सम्भावना के छ? कसरी पर्यटक भित्राउन सकिन्छ जस्तो लाग्छ? सेफ्ली झरना हो। सेफ्ली झरना अब त्यहाँ बाटोको कारणले गर्दाखेरि अहिलेसम्म पनि त्यहाँ सोचे जसरी मान्छे पुग्न सकिरहेको छैन। अब यहाँबाट 1 घन्टा 1.5 घन्टामा पुगिन्छ त राङ्गादिपको बाटो। त्यहाँनिरको एउटा पहिरोको समस्याले गर्दा अहिले पनि 3 घन्टा घुमेर त्यो ठाउँ पुग्नुपर्ने हुन्छ। अनि यहाँ बर्खाको बेला यहीँ उसको पोक्टिङको पुलले गर्दाखेरि जान सकिरहेको छैन। समयको लागि धेरै धेरै धन्यवाद। हस्।